आगे तिमीहरूको सिंगल लाइफ रक्स मैले बुझिसके भयो एउटा केटीले गल्तीले मेसेज गर्दैमा हुरुक्क भएर ओमाइ गड भन्ने मान्छे हो सिंगल लाइफ रक्सै हो सिंगल लाइफ रक्स यस्तो घुमाएर जे टेन्सन सिंगल लाइफ सक्स कुरा गर्ने मान्छे नहुँदा कसरी रक्स बोलिए जी कैसे अब जिन्दगी कोही नभएपछि भन्ने नि त्यही त हो नि अब अफकोर्स होइन अब अरू के भन्न मिलेन हल्का कुल साउन्ड गर्नु परेन सिंगल लाइफ रक्स भनेर कुल भइदिनु परेन भने आजकलको 7-8मा पढ्ने बच्चा बुच्चीले गर्लफ्रेन्ड बोयफ्रेन्ड बनाएर हिँड्छ अब हामी भने हेर्ने सिंगल लाइफ रक्स भन्ने बस्ने के छ र अरू उपाय केही छ छैन नि अनि मलाई रिस उठ्ने कुरा क्या जसलाई मैले जिन्दगी भेटाइन छैन होइन इन्स्टामा बस यतिकै एड छ मसँग त्यसले मलाई क्लोज फ्रेन्ड हाल्छ आफ्नो गर्लफ्रेन्ड बोयफ्रेन्डसँग स्टोरी हाल्छ के गरौँ तेरो गर्लफ्रेन्ड बोयफ्रेन्ड हेरेर क्यारम गान चलाउने भाइ के गरौँ मलाई भन्छ क्यारम बाहिर ठिक छ क्या आई एम सिंगल एन्ड आई एम लुकिङ फर समबडी हु क्यान कनेक्ट विथ मी एन्ड माई भाइब भन्छ नेपालमा सिंगल लाइफ रक्स तेरा रक्स यस्तो भन्ने मान्छेको कि त एउटा दुइटा भन्दा बढी गर्लफ्रेन्ड छ होइन कि त जसको मेसेज जाने खुसी हुन्छ क्या त सिंगल लाइफ रक्स भन्न जरुरी छैन नि के हो हेलो क्या हो मेरो सिंगल जिन्दगी मलाई बाल छैन तर के को बाल भन्नु पर्दैन है अब मान्छे भएपछि यस्तो हो नि त एक्सेप्ट गर्न सक्नु पर्यो नि त म सिंगल छु एन्ड यस आई एम लुकिङ फर समबडी हु क्यान लाइक कनेक्ट विथ मी एन्ड माई भाइब यताउति हुनु पर्यो नि त फेक बन्न जरुरी नै छैन कि कसलाई के प्रुभ गर्न छ त छैन नि बास अब बुझ माफे आजको लागि त्यसैले भिडियो यति नै गरौँ यदि मेरो भिडियो के गरिरहेको छ नि भइसक्यो भने मेक स्योर टु फलो अर्को त्यस्तै हो छुम्मी गाइज